हजुरहरूलाई सोफिया फुल्ल दर्शक नमस्कार। सम्पूर्ण दर्शकवृन्दहरूमा भने म हुँ डोल्मा पाख्रिन लामा, डोल्मा लामा युट्युब च्यानलबाट सदाझै। आज पनि हामी नेपालीहरूको मनपर्ने सिरियल भुन्टीको रिभ्यू भिडियो लिएर उपस्थित भइसकेकी छु। दर्शकवृन्दहरू स्वीकार्नुहोला। भने लागौँ आजको विषयवस्तुतिर। आज भने हाम्रो भुन्टी नानीलाई सुरुमै बेहोस भएको अवस्थामा देखाउँछ र भूपेन्द्रजीले झ्यालबाट भुन्टु भनेर निकै चिच्याएर डरलाग्दो आवाजमा कराउँदै भित्रतिर जानुहुन्छ दर्शकवृन्दहरू। अनि लो के गर्ने, भुन्डी त बेहोस भएर बसेछ भनेर आफ्नो भाइ र बहिनीसँग भन्नुहुन्छ दर्शकवृन्दहरू। अनि त्यत्तिकैमा भूपेन्द्रजीलाई अब के गर्ने भनेर आत्तिनु भएको थियो भने भीम भाइ र भूमिकाले ढोका फोड्न भनेर भन्नुहुन्छ। अनि त्यहाँबाट उनीहरूले ढोका फोड्नुहुन्छ दर्शकवृन्दहरू। भुन्टी नानीलाई निकाल्नुहुन्छ त्यहाँबाट। अनि भुन्टी बेहोस अवस्थामा भएको देखेर भूपेन्द्रजीले हस्पिटल लानु खोजेको हुन्छ भने उसको भाइ र बहिनी दुइटाले भने यसले नाटक मात्रै गरेको, यसलाई छोडिदिनु, त्यत्तिकै छोडिदिनु भनी भन्नुहुन्छ दर्शकवृन्दहरू। अनि बिचारी तिमीहरू चुप लाग्दा अगाडि भुन्डी होसमा आउनुपर्छ, होसमा आएपछि बल्ल थाहा हुन्छ, त्यसै उस गरेर हुन्छ भनेर भन्नुहुन्छ। अनि त्यत्तिकैमा हस्पिटल लिएर जानुहुन्छ भने भूमिकाले हस्पिटल होइन दाइ, यसलाई यस्तै अवस्थामा चौकीमा चाहिँ लिएर जानुपर्छ, पानी छ्याम पानी छ्याप्यो भनी भन्नुहुन्छ। पानी छ्यापेर कसरी उठ्छ र, यसलाई गाह्रो भइरहेको छ भनेर तिनीहरूले त्यहाँबाट लानुहुन्छ दर्शकवृन्दहरू। अनि भुन्टी नानी हस्पिटलमा लगेर डाक्टरले उपचार गर्नुभएको हुन्छ। बल्ल बल्ल होस आएको हुन्छ। होस आएर लो भेट्न आइज भन्दाखेरि त्यत्तिकैमा भूपेन्द्रजीलाई घरबाट बुवाको फोन आउँछ। बुवाको फोन आएको भएर भूपेन्द्रजी बोल्नलाई भनेर निस्किनुहुन्छ र सबै कुरा सोध्नुहुन्छ। बुवाले के हो, भुन्टीले नै त्यस्तो गरेको भन्छ, सत्य तथ्य भनेपछि मलाई भन्नु है छोरा भनेर भन्नुहुन्छ। हुन्छ बुवा हुन्छ, खै सत्य तथ्य केही थाहा छैन, भुन्टी बेहोस भएको छ भनेर कुरा गर्नुहुन्छ भने यता भूपेन्द्र नभएको बेलामा भूमिका नानी र भीम भाइलाई भाउजू होसमा आयो, तपाईँहरू भेट्न जान सक्नुहुन्छ भनेको भएर उनीहरूले भेट्न जानु भएको हुन्छ भने भूमिकाले सल्यान पानीहरू सबै छुटाइदिनुहुन्छ र जमिन केही भनेर भन्नुहुन्छ। बिचारी भुन्टी आया नगर्न भनेर चिच्याउनुहुन्छ दर्शकवृन्दहरू। त्यत्तिकैमा डाक्टर आउनुहुन्छ, तपाईँहरूले के गर्नु खोज्नु भएको भनेर भन्नुहुन्छ भने त्योभन्दा पहिला भूपेन्द्र आइपुग्नुहुन्छ। भूपेन्द्रले देखेर धेरै डराएर आत्तिएर के गरेको भूमिका भनेर कराउनुहुन्छ आफ्नो बहिनीलाई। अनि के गर्ने, यसलाई चौकी लान आँटेको दाइ भनेर भन्नुहुन्छ। अनि यसलाई निको हुनु देऊ भनेर भन्नुहुन्छ। तपाईँले यस्तै माया गरेको भएर यो हाम्रो शिरमा चढेको, हाम्रो टाउकामा चढेको, यसले यस्तै हो भने हाम्रो झनै सबै के को बिगार्ने हो, यो पापिनीलाई यसलाई मोर्न दिनुपर्छ, जेलमा कोचाइ भनेर हुने नहुने बोल्नुहुन्छ दर्शकवृन्दहरू। बिचारी भुन्टी खासमा उसले केही पनि गल्ती गरेकै हुँदैन। त्यहाँबाट भूपेन्द्रजीले सोध्नुहुन्छ, भुन्टी तिमीले के गरेको हो कि होइन भनेर भन्नुहुन्छ भने यहाँ सत्य कसले सुन्छ, यहाँ सत्य कसले भन्छ भनेर निकै भुन्टी नानी भावुक भएर बस्नुभएको हुन्छ। अनि यत्तिकैमा भूपेन्द्रले पनि साथ दिनुहुन्छ। उता घरमा बुवाले त्यो यस्तो भुन्टीले त्यस्तो काम गर्नै सक्दैन भनेको हुन्छ भने यता भुन्टी नानीको सासु आमा एक्लै झ्यालबाट उठेर आफ्नो यता व्हिल चेयरबाट उठेर गाईको बाछीको गोठमा गएर बसिरहेको हुन्छ। अनि गाउँको एउटा छिमेकीले देखेर तपाईँ त सन्चो छैन भन्नुभएको थियो, अब त उठ्नु भएछ त, के भयो भनेर भन्नुहुन्छ भने खुसीले कि दुःखले
भनेर भन्नुहुन्छ। छोरीलाई के भयो भनेको थियो भनेर, अनि दुःखले भयो नि खुसीले भयो नि तपाईँलाई किन चाहियो भनेर के भन्नुहुन्छ दर्शकवृन्दहरू। अनि त्यहाँबाट मनमा नै सोच, हेर मेरो बुहारीले यस्तो 5 तोलाको सुन दिएको छ, त्यो बुन्टीले के गरेको छ र त्यो माग्नेको सन्तानले भनेर हुने नहुने भनिरहेको हुन्छ दर्शकवृन्दहरू। अनि त्यो गाउँको एउटा दिदीले भने, सँगै बसेर हाम्रो बुहारीहरूले पनि कति माया गरेको छ हामीलाई, तिम्रो त्यो धेरै वर्षपछि फर्केर आउँदाखेरि बुहारीले त्यति त दिनै भयो नि, कमाइरहेको बुहारीले त्यो केही पनि होइन, हाम्रो बुहारी पनि ठाउँमा पऱ्यो भन्दा जे पनि दिइहाल्छ नि, योभन्दा कस्तो दिन्छ भनेर भन्नुहुन्छ दर्शकवृन्दहरू। अनि म नसकी हिँड्नुपर्छ, म हिँड्नु सकेको भए मेरो यो सुनहरू देखाएर हिँड्थ्यो, गाउँको मान्छेहरूलाई भन्दै निकै खुसी भएको कि रिस भएको त्यहाँबाट हिँड्नुहुन्छ। अब बुन्टी नानीको ससुराको पनि कान फुकिसकेको हुन्छ। आफ्नो सासूआमाले सबैजनाले बुन्टी नानीलाई हेला गरेको हुन्छ दर्शकवृन्दहरू। पहिला भन्दा यता आमा बुवाहरू हस्पिटल पुगिसकेको हुन्छ आमालाई धेरै च्यापेको कारणले। अनि टोकले दाइ भने आफ्नो सासू र ससुरा छेउमा गएर अब हामी बस्दैनौँ, अब हामी जान्छौँ भन्नलाई जानु खोज्नु भएको के थियो। बुवा र आमा छतमा लुगा धोएर मिलेर खुसीको कुराहरू रमाइला कुराहरू गरिरहनु भएको हुन्छ। त्यो देखेर टोकले दाइले केही पनि भन्न सक्दैन दर्शकवृन्दहरू। अनि यत्तिकैमा फर्केर पूर्णिमा भाउजूलाई भन्न जानुभएको हुन्छ आफ्नो बुढीलाई। भन्दाखेरि पूर्णिमा भाउजूले कुकुरले घिउ पस्दैन भनेर नराम्रो तरिकाले भन्नुहुन्छ। घिउ पस्दैन है, म कुकुर भएँ है, मैले त पहिला पनि सासूआमाले साने आमाले खेला गरेको भएर अहिले पनि त्यस्तै होला भनेर पो मैले त हामी आफ्नो सुर्कारम भनेको, तिमीले त मलाई कुकुर भन्यो है पूर्णिमा, म जस्तो बाटोमा हामीले मान्छेले फोहोर फालेको ठाउँको टिपेर खान्थे, तिमीलाई के थाहा, त्यस्तो मान्छेलाई मान्छे जस्तो बनायो, अहिले म कुकुर जस्तो भयो है, तिमीले त कुकुर भन्यो भनेर निकै भावुक भएर म आज यहाँबाट जान्छु भनेर निस्केर हिँड्नुहुन्छ दर्शकवृन्दहरू। तिमी यहीँ बस, तिमी यहीँ आमाको सुख शान्तिमा बस, बुढाभन्दा सुख शान्ति मौज मस्ती तिमीलाई ठुलो रहेछौ, बुढाको दुःखमा साथ नदिने बुढी किन चाहियो मलाई भनेर त्यहाँबाट निस्किनुहुन्छ। अनि ज्वाइँलाई फोन गर्नुहुन्छ, ज्वाइँ बाबु मैले कोठा खोजेको, कोठा पाइनँ, गाउँबाट आमा बुवा बिमारी भएर आउँदै हुनुहुन्छ अरे, के अरे यता ससुरालीमा पनि के लाने, मैले कोठा नपाएसम्म 2-4 दिनलाई तपाईँकोमा राख भाइ भनेर भन्नुहुन्छ भने भूपेन्द्रजीले पछि कुरा गरौँला यसको बारे, अहिले हामी घरमा छैनौँ भनेर डाइरेक्ट हुँदैन भनिदिनुहुन्छ भने टोकले दाइ अब त आमा बुवा आइपुग्ने बेला भयो होला भनेर गाडी बस पार्कमा कुरेर बस्नुभएको हुन्छ दर्शकवृन्दहरू। भने आमाहरू भने हस्पिटलमा पुगिसक्नु भएको रहेछ, बिचारा टोकले दाइ बुढीले कुकुर भनेको भएर 4 खुट्टाले हिँडेर सुई हिँडेको देख्दा गाउँ छिमेकीको मान्छेहरू बेसरी हाँसिदिनु भएको हुन्छ दर्शकवृन्दहरू। टोकले दाइ सोझो असल मान्छे, हाँसोको पात्र हुन्छ भने त्यहाँबाट फर्केर गएर पूर्णिमा भाउजू आफ्नो कोठामा गएर निकै रोइरहनु भएको हुन्छ। अनि बुवा गएर छोरी किन रोएको भन्नुहुन्छ दर्शकवृन्दहरू। अनि किन रोएको भन्दा तपाईँको ज्वाइँले छोडेर जानुभयो बुवा भनेर भन्नुहुन्छ। अब के कारणले भनेर सोध्नु भएको हुँदा यस्तो भयो भनेर सबै कुराहरू भन्नुभएको बेलामा ज्वाइँको कुरा ठिकै हो नि छोरी भनेर भन्नुहुन्छ भने बुवा पनि ज्वाइँकै पक्षमा लाग्यो भनेर पूर्णिमा भाउजूले मन दुखाउनुहुन्छ दर्शकवृन्दहरू। अनि यता टोकले दाइको कुरा नि ठिकै हो भन्नुहुन्छ, अनि भाउजूको कुरा नि ठिकै हो भन्नुहुन्छ। अनि हेर
अनि मैले पनि त्यति असल ज्वाइँ कतै पाउँदैन, तिमीले पनि त्यति असल बुढा कतै पाउँदैन। यो ज्वाइँलाई फोन गर भन्नुहुन्छ भने फोनै लाग्दैन दर्शकवृन्दहरू। अब बुवाले फोन गर्नुहुन्छ लाग्दैन, बुहारीले फोन गर्नुहुन्छ लाग्दैन। त्यतिकैमा यता बुन्डी नानीलाई पिसाब लाग्यो भन्नुहुन्छ र हस्पिटलको बाहिर टोइलेटमा जानलाई बाहिर निस्किनु भएको हुन्छ भूपेन्द्रजीले डोराउँदै अनि त्यतिकैमा उताबाट आमालाई डोराउँदै ल्याउनु भएको हुन्छ र आमा र छोरी सामने भएर दुवैजनाले देख्नुहुन्छ। दुवैजना आँखाभरि आँसु बहारेर एकअर्कालाई हेर्नु भएको हुन्छ दर्शकवृन्दहरू। भने आजको एपिसोड यतिकैमा समाप्त हुन्छ। फेरि अर्को एपिसोडमा के कस्तो मोड लिएर आउँछ भन्नेको बारे पक्कै पनि लिएर आउने नै छु भन्ने बाचाको साथमा आजलाई भने म ढोलमा पाक्थिन लामा ओझेल पर्न चाहन्छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद र मेरो भिडियोलाई मन पराउनु भयो भने सेयर कमेन्ट सब्सक्राइब गरेर साथ सपोर्ट पनि गरिदिनु होला। धन्यवाद। सम्पूर्णको जय होस् हाम्रो वरिष्ठ कलाकार आशा कार्कीजीको। जय नेपाल। थुचेचे।